यहाँनिर चर्चमा बेच्छ यहाँनिर एउटा भाइको अनि त्यही भएर अब कि राकेश सब गाइज मेरो न्यु ब्लगमा यस्तो छ इन्भाइरोमेन्ट आजको होइन ब्रेको आउँछ ब्लग गाइज होला किप जस्ट लाइक सपोर्ट मी गाइज जेठा बुढो या जहिले कराइरहन्छ अरे हाम्रो बुढो छ एउटा जहिलेमा कराइरहन्छ अनि यस्तो छ इन्भाइरोमेन्ट आज गाइजलाई सबले हेरिदिउँ आज अब एकछिन आउँछ ल आज चाहिँ भाइ यो बुढो एकदम किसिम मात्रै गर्छ यो आज भाइको इन्भाइरोमेन्ट यस्तो छ अब आज ब्लगै आउँछ यो चाहिँ म चाहिँ फर्स्ट टाइम आएको हो योमा चाहिँ गाइज यस्तै आउँछ भाइहरू जयमेसी भन्छौँ केटा हो हाम्रो चर्चको बिहे हो यस्तै हो यस्तो भने हाम्रो लामा भाइको हालखबर के छ लेमेक दाजुको त्यही भएर इन्डिपेन्डेन्ट लाग्यो मैले गाडी पलाइसकेको छ खोइ अब बिहाकली गर्ने भुजकली खुवाउने अङ्कलहरूलाई अनि ल अब यो आज पनि बिहेको कार्यक्रम बिस्तारै अब बिस्तारै हुनु पर्यो मण्डली वृद्धि हुनु पर्यो अनि ल ल पर्यो हो मण्डली वृद्धि हुनु पर्यो नि पर्यो नि होइन ओ तेरो चाहिँ कहिले भाइ कहिले सोध्नु तेरो चाहिँ कहिले भन्दा बिस्तारै हुन्छ भन्छ केटाहरूले बिस्तारै हुन्छ भन्दैछ ल यस्तै हो आउँदैछ ल ल गाई चाहिँ यहाँ केटाहरू हाम्रो यहाँ जवान केटाहरूको यहाँ कुरा सुन्नु यहाँ के भन्छ होइन कति वर्ष होइन आज साथी नभएर चाहिँ तिनीहरू दुवैजना साथी हुनुपर्छ होइन हाम्रै तर्फबाट नि मिलाइदिन्छु भनेको साथ नभएको त्यही त ल यस्तै छ गाई चाहिँ हाम्रो जवानहरू गफ यस्तै हुन्छ यिनीहरू पनि अब पुरा हेर्दैछ यिनीहरू पनि अब खै हुन्छ यिनीहरूको विचार गर्दैछ होइन ल उता गएर मेरो खिच्दा अगाडि तपाईँले पनि खिच्ने तेरो इन्टरभ्यू त खै कति लिनु ल मेरो यहाँ जवान गाइजहरूको ल भन्नु फर्स्टमा चाहिँ कसले भन्ने ल तेरो चाहिँ अब कति वर्ष जस्तो हुन्छ ल भन्दा अब 4-5 वर्ष गभर्मेन्ट चाहिँ छैन लामाको ठ्याक्कै 10 वर्षपछि किन त 10 वर्षपछि त कति वर्ष पुग्छ तिमी 10 वर्षपछि 29-30 30मा गर्ने भनेपछि तेरो चाहिँ 24-25 भएपछि टक्क गर्ने केटाहरू गर्ने भन्छन् ल केटाहरूको विचार चाहिँ यस्तो छ अब हाम्रो चाहिँ यस्तो छ होइन सेकेन्ड थर्ड टाइम हो तर म चाहिँ फर्स्ट टाइम आएको हो फर्स्ट टाइम आएको भन्दा नै फर्स्ट टाइम चाहिँ बिहेमा चाहिँ म आएको हो यस्तो छ अब ड्याडहरू नआएपछि म आउनु पऱ्यो त्यही भएर ल गाइस वाचिङ यस्तै छ इन्भाइरोमेन्ट ठिक देखिरहेको छ होइन पुरै होइन पुरै डेनी डेन्जोपा जस्तो देखिरहेको छ हेर त तँलाई अनि ल डेनी डेन्जोपाको छोरा जस्तो पुरा देखिरहेको छ तँलाई अनि कस्तो अनि ल यस्तो होइन डेनी डेन्जोपाको छोरा जस्तो कहाँ सक्दैन नि मेरो भाइलाई अनि ल अनि ल्यामागले त सक्दैन भन्छ क्या होइन अनि भन्नुभयो अरे दाइ म चाहिँ त्यस्तो जवाब लाग्दैन नि दाइ म त्यस्तो मान्छेहरूसँग हाम्रो यहाँ त्यस्तो होइन दाइ छैन क्या दाइ त्यस्तो होइन क्या त्यस्तो झ्याउस्याउ लाग्दैन होइन क्या मान्छे टन्नै भएर मान्छे टन्नै छ हो जेठा बुढोले गर्छ कुरा चाहिँ सही हो यस्तै छ लगाए आजको दिउँसो भयो ल चर्चमा आउँछ ब्लग हाम्रो काजु है एकदम केटाकेटीहरूलाई पुरा देखिसक्दैन यता थोपडा देखाइदियो त ओ काजु उयो काजुको दाजुहरू चाहिँ उहाँ छ केटीले चाहिँ उहाँ काजुको भाउजू चाहिँ यहाँ छ उहाँहरूको बुढोहरू आएछ यहाँनिर यस्तै हो गाइज इन्भाइरोमेन्ट हुँदैछ ल
यहाँ माथि आउनु माथि यहाँ होस् हो यहाँ होस् दुलै यहाँ अलिक पछाडि होस् हो अलिक यता हुन्छ आजको नि दुलहा र दुलहीको लागि म करारको नि भागतिर नै गइरहेको छु यो क्रिस्चियन पवित्र विवाह परमेश्वरको योजना अनुसारको विवाह हो अघि नै हामीले वचनहरू सुनेका छौँ र आजको दुलहा प्रेम राय र आजको दुलही आशा थापा यहाँ उपस्थिति भइसक्नु भएको छ जब यसो र उहाँका चेलाहरूलाई गालिलका काना नगरमा विवाहको उत्सवमा निमन्त्रण गरिएको थियो उत्पत्ति 2:18 पद र 20 देखि 24 पदले भन्दछ विवाहको विधि चाहिँ आदमको बगैँचामा परमेश्वर आफैले सुरु गर्नु भएको थियो हाम्रा आदि माता पिता आदम र हव्वालाई परमेश्वर स्वयंले विवाह गराइदिनुभयो विवाहको सृजना गर्ने परमेश्वर आफै हुनुहुन्थ्यो यूहन्ना 2:1को शोक सन्ताप व्यथा अभाव भाँचिएको टुक्रिएको अवस्थामा पनि उहाँ भन्नुहुन्छ म युगको अन्त्यसम्म सधैँ तिमीहरूको साथमा छु र आज अनि परमेश्वर उहाँ हुनुहुन्छ र साथै आजको यस मण्डलीमा उपस्थिति हुनुभएको मण्डलीहरू र यहाँ मण्डलीमा निमन्त्रण पाए विवाहमा निम्तो पाए आउनुभएको सबै पाहुनागणहरू सबै यस विवाहको लागि तपाईँ पनि साक्षी हुनुहुन्छ ल आजको दुलहालाई म यो प्रश्न गर्दैछु यस पवित्र विवाहमा प्रवेश गरेर परमेश्वरको वचन अनुसार जीवनयापन गर्नलाई यस सुश्री आशा थापालाई तपाईँले आफ्नो विवाहित धर्म पत्नीको रूपमा स्वीकार गर्नलाई तयारी हुनुहुन्छ उहाँले तयार छु भनेर भन्नुभयो नि यो आज मात्रैको यो तयारी होइन कमसेकम 5.5 वर्ष जति अगाडिदेखिको यो तयारीका कुराहरू हो हुन्छ यति जेलसम्म दुलहा र दुलही धीरजको साथ बस्नुभएको छ परमेश्वरलाई महिमा भएको होस् दोस्रो प्रश्न फेरि पनि आज दुलहालाई तपाईँ दुवै बाँचुन्जेलसम्म केवल उसलाई मात्रै प्रेम वास्ता आदर सुरक्षा स्वास्थ्य अस्वास्थ्य अवस्थामा भुक अभुक अवस्थामा दुःख र सुख अवस्थामा माया र पालन पोषण गर्न हेरचाह गर्न तयार हुनुहुन्छ अलिक सुन्नुभयो यसमा चाहिँ उहाँ के अलिक मानि मृत्युले नछुटाएसम्म सँगै रहिरहन तयार हुनुहुन्छ उहाँ हुन्छ यो चाहिँ राम्रो जवाब दिनुभयो म तयार छु भनेर अब त्यसै गरी नासेर परमेश्वरको वचन अनुसार जीवनयापन गरेर यस पुरुष प्रेम राईलाई आफ्नो धर्म पतिको रूपमा स्वीकार गर्न
तयार हुनुहुन्छ? सुन्नुभयो? अलिक सुनेन अरे अलिकति केवल उहाँलाई मात्र आज्ञा पालन, प्रेम, आदर, वास्ता, सुरक्षा, स्वस्थ अस्वस्थ अवस्थामा, पुग अपुग अवस्थामा, दुःख र सुख अवस्थामा र अवस्थामा पालन पोषण हेरचाह गर्न तयार हुनुहुन्छ? सुन्नुभयो? सुनेको छैन भन्दै हुनुहुन्छ? त्यो माग भित्रै हो कि मैले चाहिँ सुन्दैछु तयार छु भन्दै हुनुहुन्छ? हुन्छ, तयार छु। उहाँ अहिले चाहिँ साह्रै राम्रो र निष्पक्ष तयार छु। हुन्छ, प्रभुलाई धन्यवाद होस्। र अनि म तयार छु भनेर अनि दुलै तयार हुनुहुन्छ। अब आफ्नो त्यो दोहोऱ्याउनु हुनेछ। उहाँलाई उहाँको मुखमा राखिदिनु होला भनी म अनुरोध गर्दछु। आजको दुल्हाले म सँगसँगै उहाँले यो करारमा म सँगसँगै दोहोऱ्याउनु हुनेछ। ल, म आजको दिन यो करार बाँध्दछु कि म यस घडीदेखि उसो तिमी आशा थापालाई मेरो विवाहित धर्मपत्नी भनी स्वीकार गर्दछु। असल र खराब अवस्थामा, पुग र अपुग अवस्थामा, स्वस्थ र अस्वस्थ अवस्थामा, मृत्युले हामी दुवैलाई नछुटाएसम्म परमेश्वरको पवित्र विधान अनुसार म तपाईँलाई आज्ञा पालन, प्रेम, हेरचाह, वास्ता, सुरक्षा गरिरहनेछु र सबै कुरामा तपाईँको अधीनमा रहिरहनेछु। परमेश्वर र यहाँ उपस्थिति मानिसहरूको सामु मैले आफ्नो प्रतिज्ञा सङ्कल्प गर्दछु। हुन्छ, आज दुल्हाले यो करार बाँध्दछु कि म म यस घडीदेखि उसो तपाईँ प्रेम राईलाई मेरो विवाहित पति तुल्याउनेछु र आफ्नो बनाउनेछु। असल र खराब अवस्थामा, पुग र अपुग अवस्थामा, स्वस्थ र अस्वस्थ अवस्थामा मृत्युले हामी दुवैलाई नछुटाएसम्म परमेश्वरको पवित्र विधान अनुसार म तपाईँलाई आज्ञा पालन, प्रेम, हेरचाह, वास्ता र सुरक्षा गरिरहनेछु र सबै कुरामा तपाईँको अधीनमा रहिरहनेछु। परमेश्वर र यहाँ उपस्थिति मानिसहरूको सामु मैले आफ्नो प्रतिज्ञा सङ्कल्प गर्दछु। हुन्छ, आजको दुल्हा र अनि दुवैले करार गरेका छन् एकले अनि अर्कालाई। हुन्छ, पनि आफ्नो दुल्हाको निम्ति सुनको औँठी ल्याउनु भएको छ। यसको व्याख्या मैले अघि नै बताएको छु र अघि नै हामीले प्रार्थना गरेका छौँ। हुन्छ, दुल्हाले नि तपाईँको नि साइली कमला दिनुहोस् र दुवैले तपाईँको खुर्सा उता दिनुहोस् न। हुन्छ, ल तपाईँले पनि यहाँ लगाएर आफ्नो गीत सिकाउनु पर्यो। ल, माया छैन के हो हुन्छ, पिता पुत्र पवित्र आत्माको नाउँमा यस औँठी लगाइदिएर
साथीलाई लिएर तपाईँसँग तपाईँसँग पवित्र विवाह गर्दछु पवित्र विवाह गर्दछु र मेरो विवाहित पति भनी स्वीकार गर्दछु र मेरो विवाहित पति भने स्वीकार गर्दछु र मसँग भएको भौतिक थोकले तपाईँलाई भरिपूर्ण गर्दछु। चलो लगाइदिनुहोस्। राम्रोसँग हेर्नु होला, याकुबको जस्तो नहोस् फेरि। हो, चिन्नुभयो तपाईँ? याकुबको जस्तो परेन। हुन्छ, धन्यवाद छ। आजको दुलहा र दुलहीको लागि प्रमाणपत्र हस्ताक्षरको लागि म अगाडि लाँदैछु। आज दुलहा र दुलही दिदीहरू पछाडि आउनुहुन्छ र आउनुहोस्। हुन्छ, हामी प्रमाणपत्रमा हस्ताक्षर गर्न गइराखेका छौँ। र त्यो प्रमाणपत्रमा दुलहाले हस्ताक्षर गर्दै हुनुहुन्छ र दुलहीले पनि हस्ताक्षर गर्दै हुनुहुन्छ र दुलहा तर्फबाट साँची बसिदिनको निम्ति यो युनिटी क्यान्डल जलाउन अर्थ चाहिँ यो हुन्छ कि दुई बेगल पृष्ठभूमिबाट आउनुभएको र आजबाट उनीहरू दुई पृष्ठभूमि भएकोले यो युनिटी क्यान्डल जलाउनुको अर्थ चाहिँ दुई बेगल परिवारमा चाहिँ यो एकताको हृदयमा र साथै एकताको सम्बन्धमा जोडिनेछ। जलाउने कार्यहरू हुँदैछ। तपाईको आगामी दिनहरूमा हरेक पलमा तपाईँको उपस्थितिमा अघि बढ्न सहायता गर्नुहोस्। तपाईँको सामर्थ्यले ढाक्नुहोस्। प्रभु धन्यवाद प्रभु, उहाँको परिवार जनहरू सबैमा तपाईँको आशिष रहोस्। तपाईँ जीवित प्रभु येशू ख्रीष्टको नाममा आमेन। अहिले भारी सुन्नुपर्छ है। ठुलो भयो भने म यस्तो गर्छु। अनि कहिले खान्छ? त्यसो मेनी
कस्तो आजको दुलाले यो केक आफ्नो दुलैलाई थ्याङ्क यू खुलाउनु हुनेछ। अब के कता दिन्छ हामीलाई हाम्रो बाहिर पहिला हेरेर जाने हो कि दिदी यता बस्नु बलुनले यता हुन्छ नि यो दुलाले आफ्नो दुलैलाई आज ल म फेरि केक खुलाएर माया मेरो आई लभ यु गर्नु दुलैले पनि आफ्नो दुलालाई केक खुलाएर अनि आई लभ यु भन्नुहुनेछ। यहाँहरू बसिदिनु होला आफ्नो ठाउँमा अनि के जवान केटाहरूको पारा यस्तो चाहिँ जवान केटाहरूको पारा यस्तो कम्पिटिसन तिमीलाई के कम्पिटिसन गराउनु केटा हो तिम्रो फटाहरू बच्चाहरूसँग खेलेर बसिरहेको छ तिम्रो जवान केटाहरू न बच्चा केटाकेटीसँग खेलेर बसिरहन्छ अनि सर छ यहाँ जो झर्छ त्यहाँसम्म त पाउँदैन रहेछ ल है म 1 2 3 भन्छु है ओए 1 2 3 भन्छु है त्यो ल नसो है जो झर्छ त्यसले भेट्छ नि अहिले ओ ल छोड ल छोड ए त्यसो त कफ त्यस्तो आज भन्नु लाज भन्छ तिमीहरू भएन यो त्यो छुन पाएन अब छुन पाएन है ऊ त्यो लड्यो त्यो आउट भइसक्यो त्यो ऊ त्यो पनि गयो ल ल्यामेकले भयो ल ल्यामे आउ तिमी सक्दैन नि यहाँ दादालाई फेरि काम नगरेर यस्तै छ केटा हो पारा आज दिएको मेरो जवान केटाहरूले ल्यामेक बोराहरू जिन्दगानी यही हो कान्छी नानी यो ल गाइस अब आजलाई एन्डिङ भ्लग दिएको भ्लग दिएको आज नेक्स्ट भ्लग ल इन अफ द डे